नर्मल आँखाले हेर्न सकिएन, चस्मा लगाएर आएको छु। यस्तो घरहरू त पुरै तातिँदै छ यार, भित्र बस्न नसक्ने। बाहिर यस्तो छ, लास्टै चर्को घाम लागेर हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजनालाई चाहिँ न्यानो अभिवादन, न्यानो होइन एकदम गर्मी अभिवादन होइन। लास्टै गर्मी छ गाइज जापानमा। ओहो, यस्तो घरहरू त पुरै तातिँदै छ यार, भित्र बस्न नसक्ने। नर्मल आँखाले हेर्न सकिएन, चस्मा लगाएर आएको छु। यति गर्मी त मैले कहिले पनि खाएको थिएन। लगभग 2टा घाम लागेको जस्तो छ। एउटा यता ठ्याक्कै अगाडि छ गाइज। मैले चाहिँ यो जिन्दगीमा पहिलोचोटि बाटोमा टिकटक बनाएको होइन। यति लाज भयो यार, कोही थिएन क्या। तर पनि यति लाज हुने चाहिँ किनकि ममा चाहिँ यस्तो किन क्या, अरू मान्छे पुरै बाटोमा नाचेर बसिरहेको हुन्छन्, मैले यस्तो क्याजुअली हिँडे मात्रै हो क्या, ट्राइपोड स्ट्यान्ड राखेर होइन। यति पनि लाज भयो क्या, थुक्क के गरी खाने होला जिन्दगीमा भनेर मलाई यहाँ भिर लागिरहेको गाइस होइन। ऊ यहाँ बनाएको टक्क गएर टिकटकको लिङ्क पनि राखिदिन्छु, गएर फलो गर्नु होला होइन, यसो सपोर्ट गर्नु होला। गरी खाइएला जस्तो लागेन मलाई। ठ्याक्क एउटा चस्मा लगाएर भिडियो बनाउने यति लाज भयो क्या। अब पुरै मास्क लगाएर त्यो मुसलमानहरूले लाउँछ नि त्यो बुर्खा, त्यो लगाएर भिडियो बनाउनु पर्ला जस्तो छ गाइस होइन। नत्र त मैले सक्दिनँ पब्लिकमा हेर भिडियो बनाउनु। तर केही छैन, सिकिन्छ। बिस्तारै मोटिभेट हुँदैछु म होइन। आफ्नै कामदेखि हार मान्नु हुँदैन। मेन उद्देश्य चाहिँ के हो भन्दाखेरि गर्ने भनेपछि गर्ने हो। टाइम मिल्या बेलामा चाहिँ बनाउँछु म होइन। टाइम नमिल्या बेलामा त अब यस्तो भइहाल्यो गाइज होइन। फाइनली यहाँ चाहिँ पानी रहेछ। यस्तो गर्मी कि मैले पुरै मुख धोएँ होइन। पानीको यस्तो सिस्टमहरू चाहिँ पुरै हरेक पार्कहरूमा हुन्छ क्या। अनि यहाँ चाहिँ फाउन्टेन पनि रहेछ। आई डोन्ट नो यो के को लागि हो। यहाँ म जहिले आइरहेको छु, मेरो अरू भिडियोहरूमा पनि देख्नुहुन्छ होला होइन। लास्टै गर्मी भयो गाइज। अब चाहिँ म चाहिँ जान्छु रुममा। भिडियो बनाउँदै हिँड्यो होइन। अनि जापानिजहरूले यस्तो डेरो आँखाले हेर्छ। यो हाम्रो नेपालमा त यो कमन हो। तर यहाँ मान्छेहरू आफ्नो प्राइभेसीलाई एकदम धेरै ख्याल गर्छन् नि त। अनि त्यही भएर उनीहरू भिडियो कमै मात्रामा पाइन्छ यस्तो भिडियोहरू गर्ने मान्छे चाहिँ होइन। तर भिडियो बनाउने भनेर मैले अर्काको प्राइभेसीलाई त्यस्तो भङ्ग हुने गरेर भिडियो पनि बनाएको छैन क्या त। त्यही भएर मैले भिडियो बनाउँदाखेरि पनि सोधेर बनाउँछु क्या। बरु स्कुलतिर मैले भिडियो बनाएको छैन, किनभने साथीहरूको अब राय लिनु पऱ्यो। अब एक दिन घुम्न गइन्छ, अनि घुम्न गएको बेला सबैजनाले फ्रेममा लिन्छ होइन। त्यति बेला उनीहरूको सहमति हुन्छ, सरहरूको सहमति हुन्छ। त्यति बेला चाहिँ बवाल भिडियो बन्छ होइन। अनि मैले पर्मिसन लिइसकेको छु। सो गाइज, यस्तो छ मेरो टाउन चाहिँ, एकदम बवाल छ। अनि जापानमा अहिले चाहिँ चामल सस्तो भएको छ। अनि अहिले एकछिनमा गएर चामल ल्याउनु पर्ने हुन्छ होइन। सायद अहिले ल्याउँछु होला म कोठा जानुभन्दा अगाडि। यस्तो छ ट्याक्क मेरो घर चाहिँ। यस्तो बवाल देखिन्छ गाइज यहाँबाट होइन। यहाँ चाहिँ हाम्रो मात्रै रुम हो। भात बसाल्दै गएको थियो, भात पाकेछ फाइनली। सो गाइज एसी खोलौँ यार, लास्ट गर्मी छ। चामल पनि लिएर आएँ गाइज मैले 5 किलोको होइन। 5 किलोको चामललाई 3500 अरे यार। आम्मामा 3500को 5 किलो चामल अहिले त घटेको छ, नत्र 4000-4500 नेपालमा है। 2-3 बोरा त मजाले आउँथ्यो होइन। खाना त पर्छ, बाँच्नुपर्छ होइन। काम चाहिँ धेरै छैन, खाना चाहिँ धेरै खानुपर्ने हुन्छ। काम चाहिँ धेरै छैन, तर खाना चाहिँ वाइल्ड रुच्छ क्या। अनि अर्को कुरा, मैले यस्तो एउटा माइक किनेको थिएँ अस्ति नै होइन। यो माइक चाहिँ एकदम काम नलाग्ने खतम माइक रहेछ। कसैले नकिन्नु होला यस्तो माइक चाहिँ होइन। सस्तो पायो भने 800-900 पाइन्छ अनलाइनमा, नेपालमा पनि पाइन्छ होइन। यस्तो चाहिँ डोन्ट बाई, बरु अलि राम्रै किन्नु, अलि प्रिमियमै किन्नु होइन। म पनि अलिक पैसा भएपछि अलि राम्रै किन्ने सोचमा छु गाइज। यार सल्युट टिकटकर्सहरूले जुनले चाहिँ प्रोफेसनल भिडियो बनाउँछन् होइन। यति धेरै मेहनत गर्नुपर्ने छ भन्ने बल्ल थाहा भयो मलाई होइन। मैले एउटा भिडियो सुट गरेको थिएँ, तर मेरो चाहिँ बिल्ला भएको छ होइन।
यसबाट ट्र्याक बजाएँ मैले चाहिँ यो मनिष लामाको यो उ गरेको थिएँ क्या त्यसको एउटा लिपसिङ गरेँ होइन ट्राई मात्रै गरेँ है त्यस्तो खासै प्रोफेसनल त होइन अनि यहाँ मोबाइल राखेँ अनि उ त्यो ऐना छ होइन त्यो ऐनामा चाहिँ मेरो भिडियो ठिक छ कि छैन भनेर टक्क यसरी थाहा हुन्छ नि त त्यसरी हेरेँ होइन अरूले सोलो क्रिएटर भएपछि कति प्रोफेसनल भिडियो कति मेहनत गरेर बनाउँछन् भन्ने त त्यो तपाईँको भिडियो स्क्रोल गर्दाखेरि थाहा हुन्छ नि त लुगा पनि चेन्ज गरेँ टिकटक बनाउनलाई गाइस फाइनली मैले चाहिँ बढार कुडार गरेर होइन ट्याक्क लाएर भिडियो हेर्दै थिएँ अनि यहाँ टक्क मासु बनाउनु लागेको थियो मासु बनाउनु लागेको छ भाँडासाँडा मान्नु बाँकी छ फोहोरसोहोर फाल्नु बाँकी छ होइन मेरो ढङ्ग यस्तो छ कि भर्खरै यहाँ सफा गरेँ होइन भर्खरै प्लास्टिक च्यातेर एउटा आलु निकाल्नु पऱ्यो भनेर लाग्यो त सब पोख्यो क्या फेरि सफा गर्नु पऱ्यो माटै माटो त ढङ्ग यस्तो भयो गाइस ढङ्ग धेरै भएपछि दुःख पाइन्छ होइन के खोल्छु बाहिर चाहिँ यस्तो बवाल छ कि गाइस अहिले चाहिँ घाम अलिक कम भएको छ होइन घामको ब्राइटनेस त्यहाँबाट बोतल झरेको यार यस्तो भिजत छैन त्यहाँ पर्कलहरू खत्रै उम्रिएको छ गाइस होइन 2-4 दिनमा खाने बेला हुन्छ बाहिर यस्तो छ लास्टै चर्को घाम लागेर छ अझै आमा यसलाई यता लगाएर राख्नु कुक पनि हो नि त म फेरि मास्टर सेफ यस्तो छ यहाँतिरको म चाहिँ फोहोर फाल्न जान लाग्यो क्या ओए फोहोर सरी हल्ला भयो गाइस मार्छन् अहिले मलाई बोतलको डिपार्टमेन्ट चाहिँ यता हो फाइनली फोहोरहरू पनि फाल्यो होइन खानासाना खाएर खानासाना खाइयो यताउता होइन सब काम गरिसक्दाखेरि नि घाम जहाँको तै छ ऐनाभन्दा चाहिँ अलिक कमै भएको हो होइन अझ यो साइकलहरू पुरानो भयो भने पनि यो हामीले चलाउनु पाउँदैनौँ क्या कस्तो नियम छ भने फेरि अर्काको साइकल चलायो भने अब समात्यो भने केस पर्छ कि मतलब पुलिसले समाउँछ अर्काको साइकल चलाउनु गर्न के गर्नुहुन्न क्या यो पुरानै होस् फालेकै होस् त्यो रजिस्टर हुन्छ हाम्रो नेपालमा बाइक रजिस्टर भएको जस्तै त्यसैले मिल्दैन